आउँछ आइजान्छ थापु आइडी थापु आइजान्छ ए हो र बोतल दिएर आइहाल्छ नानी कोही लाइभमै प्रमोसन हान तर यसको त टाउको पनि फर्किन्छ यार दिलमा ठाउँ रकेटको याद आयो रकेट फेरि रकेट कुदाउ भन्दैछ डनले ओ हेर न यहाँ मलाई के ठ्याक्कै के कसले दिएको भन्दा थाहा छ यो कसले थापु दिएको तिम्रो थाहा छ? रकेट देखेर यहाँ फ्यान भएको छ रकेट देखाइदियो रे सबले हेर मलाई ल मा कसमले मेरो बत्ती उडाइदिए यार। बाल बाल रोकै केडा मेरो बत्ती उड्यो के थापु थापु तिमी र म बस्ने कस्तो कालो देखे के हो र कस्तो यी फेरि त गइ कालो जाऊ त चस्मा ओ थापु तिमी र म बस्ने ल किन बुढाबुढी हुन त के बुढाबुढी भन्ने छ्या थापु र बस्ने हो बुढाबुढी भन्नु अनि थापु थापु र म बस्ने हो नि त मलाई 1v3 मात्रै भन्छ सब केटाहरूले किन हो के त्यस्तो 1v3 मा हुँदैन के 1v3 मा हुँदैन स्कोर आउँदैन के ल त्यसो भन न त ल तिम्रो दुईटामा मलाई धेरै कसले मन पराउँछ त्यो भन न म त्यहीसँग बस्दिन्छु 1v3 मा सक्दैन भोटिन तिमीले मलाई मन पराउँछ के राजीव चाहिँ के अप्सन हो र राजीव नत्र म खेल्दिनँ टुपी राजेश सुन न तिमी आफै रोजेर बस न त ल तिमी आफै रोज अनि म नि रोज्छु मलाई केही रोज्नु छैन तिमीले जो भने त्यही रोजन त ल कोसँग बस्ने भन न त भोटुसँग बस्ने मसँग बस्ने भन म धेरै बेर खेल्दिनँ म तर मैले धेरै बेरसम्म बस्दिनँ क्या अब 5-10 मिनेट हो म डनसँग म नि धेरै बेर बस्दिनँ नखेला धेरै भए चाहिँ खेलाउनु पर्यो म धेरै बेर बस्दिनँ ए के रे के बोलिरहेको छु म यहाँ ठिक छ तिमीहरू सुनेको छैन होला म्युट छ मैले म्युट गरेको छु तिमीहरूलाई ए तिमीहरूले त सुन्छ है तिमीहरू को मैले नसुने त सरी अनि केही छैन ल भन छिटो मसँग डनसँग बस्ने रे हौ डनसँग बस्ने रे म राजीव ए ल ठिक छ केही भन्न केही चल्छ ठिक छ ल एकछिन राजी धेरै रुन पाइन्न फेरि मैले भनिरहेको छु अहिलेदेखि 2-3 गेम मात्रै हो म त रुन पाइन्न मैले भनिरहेको छु अहिलेदेखि ओके रुन भन्थे कहिले तर हेरा कसम हो मलाई पहिलाको भन्दा ह्यान्डसम देखिरहेको छ यार यस्तो टोपी लाउँदा अनि यो चस्मा यसरी लाउँदा के तर जेसुकै भन क्या तिमीहरू म ह्यान्डसम त देखिरहेको छु के भने दिदी हैन राजीव हजुर ओइ डन हो र देखेको छ नि त्यहाँ स्कोर देखेछ नि त्यहाँ स्कोर हनुमान भन्दै थियो त ठोक्न राजीव यो त ट्याप मात्र हो कि खालि ट्याप मात्रै नाच त अहिले आइहाल्छ नि दिल भोटी नि सुन न यिनीहरूको म्युट गर नि तिम्रो मात्रै बोल्ने के तिम्रो हाम्रो त हामी त बोल्न पाइन्छ नि त उनीहरू म्युटमै छ हामी त बोल्न पाइन्छ नि यिनीहरू बोल्न नपाए नि थ्याङ्क यू ऋतिक कस्तो ऋतिक त पहिला पनि थियो होइन र मलाई सपोर्ट गर्दाखेरि ऋतिक अर्को आइडीमा थियो जस्तो लाग्यो मलाई थियो होला सायद भोटी नि सुन न ए आज भिडियो मैले हेर राजु भिडियो हेरेको मैले भर्खरै अरू कन्टेन्टै छैन खालि त्यही हो हाल्नेले त रोको अनि त्यसपछि अब के त रोको जस्तै हाल्छ किनकि रोकोमा भ्युज आउँछ तिमीलाई फेरि अनि रोस्टिङ गेममा कसरी कमेन्ट गर्छ त्यही भएर कसले रोस्टिङ गेममा कमेन्ट गर्नुहुन्छ नि त तिमीले थापूबाट के सिक ल भयो के थापु साबु मलाई नसिकाउ न तिमी छोड्यौ न तिमी चाहिँ सिकाउ तिमी रोस्टिङ गर न रिसिभ अनि तर भोटिनु मलाई मन पराउँछ है राजीव अलि विचार गर तिमी लैजाउ न मलाई के भयो त अनि मेरो को हो र नि रो यो राजीव रो यो मेरो बुढी हो र नि अनि लगेन लगन मलाई त के भयो त ढोका लगाइदे खाली बोतल समाएको छ खाली ए बाबा भोटिले मेरो लुकी भिडियो हेर्छ कि मलाई थाहा छ त्यही त्यो रक्सीवाला भिडियो छ है अनि त्यो गीतमा त्यही हो कहिले किनेको बियरको बोतल त धुँदै पानी हाल्दै त्यही गर्छ क्या हो तिमीले जहिले पनि अर्को खाऊ न अलि कस्तो खालि त्यही मात्रै खान्छ अनि त्यस्तो लगाइहाल्छ नि बियर्सलाई मलाई नै फेरि लाग्यो बियर्सलाई के भएको छैन तिमीलाई
आया आया मिस्टर तामाङको महँगो छ गेमिरा अरूको नाम के लिन्छ मतलब राजीव कस्तो ओए राजीव कस्तो रे अङ्गालो अङ्गाल्ने छु तिमीलाई म त्यो गीत बनाउनु पर्ने किन लिएर मिस्टर तामाङ र भोटी सुन्न मात्रै आएको सुन तिमी केही नभन थामी राख्ने छु म तिम्रो साथ ए ओइ होइन राजीव गेमिरलाई अरूको नाम नलिएको बसेर मलाई त मन मायालु तिमी सनफ्लावर ए दिदी हजुर हो म कस्तो अलि यस्तो भर्खर प्रोफाइल हेरेको भने थ्याङ्क यू दादा दिदी सनफ्लावर तिमी केही नभन थामी राख्ने छु म तिम्रो साथ परानै बसेर भोटिने मेरो कमेन्ट हेर्दैन राजीवलाई ब्रेकअप देऊ न अब ल पर्न परेन ब्रेकअप दिनलाई किन ब्रेकअप अनि त्यो के अङ्गालो मारेको भिडियो हाल्दाखेरि किन रोएर भिडियो हाल्छ त फेरि तिमीले मैले भिडियो हालेको छ लाइभ हेरेको त्यति हो भन्दथ्यो मेरो मनले जीवनभर उसकै बनोस् जसलाई चाहन्थे मैले उसलाई कसरी बहिनी भनौँ हो के तिम्रो गीत त त्यो हो तिम्रो लागि गीत हो त्यो त्यो हो के गीत तिम्रो लागि बेहुला तलपट्टिको उसको गीत ओ तेरो दुध चुसी जस्तो चुसिरहेछ तलपट्टिको उसको गीत हो हान्दैछ छिसो फोर्यो तलपट्टि तलको चुसेको रे छिसो फोरेको के सिकान आएको किस रे बियर होला बियर के चुसेको रे छिसो बियर फोरेको त्यहाँ ओ रोयो त्यो रोयो त्यो रोयो कसम अब मलाई बोल्न दियो के कसम रोयो अच्छा के रोगो किन रोगो किन रोको को रोको छ भाइ रोको छैन थ्याङ्क यू ऋतिक थ्याङ्क यू सो मच ग्याङ थ्याङ्क यू लभ छ केटा लभ छैन बियर हो बियर खोलेको बियर हो बियर खोले हो बियर पट्टु खोलेको पट्टु खोलेको रे बियर छिसो खोल्दा त ए त्यसो भन नि त अलिक बिच्ने गरे भन नि त कस्तो कट्टु खोले जस्तो भन्यो कट्टु त नखल है लायतमा दिला तिमीहरू खेलाइ म गएँ अब ल म सुत्छु गएँ ल म जान्छु डन यिनीहरू भनेकै मान्दैन भने टाइममा आइज भने कोही नि मान्दैन होइन हेर्दैन चेलीबेटी यिनीहरू एटिट्युड देखाउँछ भने हेर्दैन टिमै छ आफू त एक्लै हो के भन्दैन छोड्दियो अब के भन्दा एक्लैले पेल्या छ के त्यही 7 बजेबाट आउनु पर्यो अनि रमाइलो हुन्छ होइन त्यही त भनेको ल भोलिबाट 7 बजे आऊ है त्यही भने त नि हिजो नि मैले म पनि तिमी पनि त्यही म त आउनु 7 बजे जानु 7 बजे ठ्याक्कै मेरो टाइम हुन्छ अनि कहाँ आउँछ त मलाई 1 घन्टा त लाग्छ छिसो सिगार फालेसला म त के सिगार फाले हो कि न बियर फुटाओ डन बियरै पुरा जे भन् तिमीलाई चाहिँ के चिन्ता नि थापुबाट हेर न थापुले हेर न मलाई के हेर्छ मलाई जोसँग नि आँखा लाउने किन यस्तो बिना आँखा लाउनु भएको हौ मेरो बुढा जस्तो अनि तिम्रो बुढा हेर मैले बुढा हेर्ने छ अनि किन मेरो जोसँग बोलम जोसँग हिँडम जोसँग ओ त आँखा लाएर मारौ त मलाई किन आँखा लाउने मेरो बुढा हो चुप राडी बन चुप मेरो बुढी हेर कति बोलेको राडी बन चुप ओए भयो त्यस्तो नभन न यार रिस उठ्छ क्या मलाई बोलेछ कमेन्ट पनि पढ्न दिन्न